इमाडोल शीतलाइटको अहिलेको सबैभन्दा सस्तो रिजनेबल प्राइसको घर 3 आना 1 पैसा जग्गा दक्षिण मोडा क्लासिक डिजाइनमा देख्नुहुन्छ। यो तपाईँको 13 फिटे ढलाने बाटो ढलको सुविधा भइसकेको पाउन सक्नुहुन्छ। मैले फेरि पनि भने रिजनेबल प्राइसको घर। अब पार्किङ स्पेसमा एउटा जुनसुकै गाडी तपाईँले सिधा यता पार्क गर्न सक्नुहुन्छ। बाइक स्कुटीको लागि यहाँनिर अरू थप एडजस्ट गर्न सकिन्छ। दुईवटा इन्ट्रान्स तपाईँले यहाँ देख्दै हुनुहुन्छ। यो रेन्टल स्पेस 1 BHK, यतादेखि तपाईँ आफू जाने आफू बस्नलाई 4 BHK। यो दुईवटै ढोका एकदमै राम्रो प्लस बलियो पनि तपाईँले पाउनुहुन्छ। भित्र छिरिसकेपछि तपाईँको यो हेर्नुहोस्, फ्लोरिङमा पुरै नेपाली सिसौको पार्केटिङ गरेको छ। यहाँ चाहिँ तपाईँको अन्डरग्राउन्ड रिजर्भ ट्याङ्की सबै यो चाहिँ त भराइको पार्टमा चाहिँ मजाले काठहरू राखेर फिनिसिङ दिएको तपाईँले पाउनुहुन्छ। त्यसपछि हामी फर्स्ट फ्लोरमा आइपुग्दाखेरि चाहिँ तपाईँको लागि एउटा बेडरुम यहाँनिर देख्नुहुन्छ। अट्याच वासरुम, फल सिलिङ डिजाइन, सिम्पल तर राम्रो कलरमा पाउनुहुन्छ। त्यसपछि हामीसँग कमन वासरुम यहाँ छ। यो घरको अर्को बेडरुम तपाईँले यतापट्टि पाउनुहुन्छ। त्यसपछि यहाँनिर भने लिभिङ स्पेस छ। यो लिभिङ एरिया पुरै मजाको घाम लाग्दै गरेको तपाईँले देख्नुहुन्छ। टिभी क्याबिनेट यहाँनिर छ। कमन वासरुम, बार्दलीको स्पेस यतापट्टि भयो। फल सिलिङ डिजाइन, कलर अनि लाइटहरू एकदमै राम्रो छ। अनि त्यसपछि सिधा यहाँनिर एउटा अर्को बेडरुम अथवा प्रेयर रुम, यसलाई जसरी म्यानेज गर्दा पनि भयो, एउटा सानो रुम पाउनुहुन्छ। अब चाहिँ मास्तितिर जाउँ है त। ल, घरको टपमा आइपुग्दाखेरि तपाईँको लागि अर्को एउटा बेडरुम यहाँनिर देख्नुहुन्छ। बार्दली स्पेस छ, फल सिलिङ डिजाइनहरू भइसकेको छ। अनि त्यसपछि अर्को एउटा बेडरुम यहाँनिर छ। टोटल हामीसँग 4वटा बेडरुम यो घरमा तपाईँले पाउनुहुन्छ। ल, यहाँनिर भने तपाईँको किचन डाइनिङ स्पेस, फुल्ली मोडुलर सेटअपको किचन तपाईँले देख्नुहुन्छ। फल सिलिङ डिजाइन हेर्नुहोस्, कलर सिम्पलमा एकदमै राम्रो तपाईँले पाउनुहुन्छ। मोडुलर सेटअप भनेपछि सबै चिज यहाँ तपाईँले पाउनुभयो। डाइनिङ यहाँनिर सेट गर्नु मिल्यो। बार्दलीमा जानलाई उतापट्टि ढोका रहेको छ। अनि यो आउटडोर स्पेस यानि कि सानो कौसीको भाग छ। यो पनि मजाको बस्नलाई खानलाई राम्रो स्पेस छ। यहाँदेखि माथि कौसीको स्पेस हेर्नु, राउन्ड डिजाइनमा राम्रो छ। अनि तपाईँको अब हामी माथि टपतिर जाउँ। माथि आइसकेपछि तपाईँको यो स्पेसहरू देख्नुहुन्छ। यहाँनिर चाहिँ एउटा सानो अब यसलाई पूजा कोठा, अब